के नेपाली चलचित्र क्षेत्रले साँच्चीकै कोल्टे फेरेको हो त? के घर के डेरा घर नम्बर 2 को ट्रेलर हेरेँ मैले। एन्ड वाट अ ट्रेलर, यसलाई पो भन्छ त असली ट्रेलर। नमस्ते, तपाईँहरू हेर्दै हुनुहुन्छ हाम्रो आफ्नै रिभ्यू च्यानल के घर के डेरा 2। यो 2079 सालमा आएको के घर के डेराको सिक्वेल हो, जसमा दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की जस्ता कलाकारहरूको दमदार अभिनय हेर्न सक्छौँ। जसमा घरवाल र डेरावालको नोकझोकसँगै लोन लिन भनेर कसरी ब्याङ्कको चक्कर लगाउनु पर्छ, यो स्टोरीलाई लिएर फिल्म अगाडि बढ्छ भने के घर के डेरा 2 मा स्टोरी एकदमै उल्टो छ। जसमा घरवाल र डेरावालको आफ्नो छुट्टै समस्या र मजबुरी हेराइएको छ भने योपल्ट लोनको लागि नभएर लोन पाइसकेको र लोन चुकाउन के कस्तो सिचुएसन आउँछ, अनि ब्याङ्क र लोन दिने साहुहरू कतिसम्म गिर्न सक्छन् र के अन्याय अत्याचार गर्छन् भनेर देखाइएको छ। ट्रेलरको स्टार्टिङमा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका बासिन्दाहरूको स्टोरी देखाइएको छ, जहाँ सबैको आफ्नो समस्या छ, त्यो चाहिँ घर धनी होस् या भाडामा बस्ने बासिन्दा। ट्रेलर जसरी अगाडि बढ्दै जान्छ एक एक गरेर फिल्मको क्यारेक्टर आफ्नो आफ्नो व्यथासँग इन्ट्रोड्युस गराउँदै जान्छ। घर जगाउने चक्करमा आफ्नो घर परिवार सम्बन्धमा आउने दरार आउनबाट चाहिँ जोगाउन सक्दैन, जसले गर्दा कसैको सम्बन्ध विच्छेद भइरहेको छ त कोही आफ्नै शरीरमा पेट्रोल हालेर आफूलाई जलाउनसम्म अवस्थामा पुगेका छन्। ट्रेलर हेरिसकेर म यो फिल्मको मेकरलाई के भन्न चाहन्छु भने, को हो यो ट्रेलर काट्ने एडिटरलाई 21 तोपको सलामी दिनुपर्ने। के बनाएको हो यो, ट्रेलर हो कि फिल्म हो? पुरै फिल्म ट्रेलरमा नै हेराइदिने, मतलब केही सस्पेन्स नै नराखी। बट ब्याकग्राउन्डमा बज्ने कविता राम्रो छ, कविताले राम्रो काम गरेको छ। फिल्ममा केही सिनहरू पनि राम्रो छ, कुनै डायलगहरूले त मनै छोयो। यो ब्याङ्कको ऋण भनेको घरमा उडुसको अन्डा भित्र जस्तै हो, रात चौगुना बढ्दै जान्छ। अथवा यो सुन्नुहोस्, मान्छे पैसाले मात्र धनी हुँदैन, सबैभन्दा धनी मान्छे त त्यो हो जसले जिन्दगीमा खतहरू कमाएको छ। फिल्मको स्टार कास्टको कुरा गर्ने हो भने पुरानो पाठको कुनै पनि फेस हेरिएको छैन, जसमा आर्यन सिग्देल, निश्चल बस्नेत, केकी अधिकारी, खगेन्द्र लामिछाने, उपासना सिंह ठकुरी, कमेडियन सजन श्रेष्ठको साथ अन्य धेरै सपोर्टिङ कलाकारहरू हेर्न सक्छौँ। दिपेन्द्र के खनालको डाइरेक्सन बनेको यो फिल्म यही जेठको 2 गतेबाट प्रदर्शनमा आउँदैछ। तपाईँहरूले ट्रेलर हेरिसक्नु भने ट्रेलर कस्तो लाग्यो कमेन्ट गर्नुहोला र भिडियो मन पऱ्यो भने भिडियोलाई लाइक, सेयर र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।